नमस्कार, मेरो नाम श्रद्धा कुँवर। अहिले म तपाईहरुको अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार भएर उभिएकी छु। सागरजी सँगसँगै मेरो घर रूपन्देही देवदह नगरपालिका है। म अहिले काठमाडौँमा टियुमाबाट मास्टर्स गर्दैछु है। म सानो उमेरदेखिबाट विभिन्न सङ्घ संस्थामा आबद्ध भएर नेतृत्व गर्दै अगाडि बढिरहेको एउटा युवा हो। तर सङ्घ संस्था मात्र गरेर केही नहुँदो रहेछ। यो देशमा साँच्चै परिवर्तन लिएर आउनको लागि राजनीतिमा आएर पोलिसी लेभलबाटै परिवर्तन गर्न पर्दो रहेछ, नियम कानुन नै चेन्ज गर्न पर्दो रहेछ भनेर अहिले सागरजी हामी सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छौँ। अर्को प्रसङ्ग के छ भने मेरो पहाड घर इस्मा गाउँपालिका गुल्मी होइन। मेरो बुवा मेरो हजुरबाहरू सबै यही जन्मिनु भए। मेरो बुवा म हामी रूपन्देही बस्छौँ। मेरो हजुरबा मेरो अङ्कल काकाहरू मेरा दिदी दाईहरू सबै यही हुनुहुन्छ। हिजो म इस्मा गएर पनि सर घर दैलोहरू गरेर आएँ। म पहिला गुल्मी आइराख्दा घरि कुल पूजा हुने, घरि गाउँघरका पूजा बिहा आए अर्जन दसैँ तिहारमा त आइराखिन्थ्यो। तर मलाई घरिघरि महसुस हुन्थ्यो मेरो पहाड घर मेरो ठाउँ प्रकृतिले यति भरिपूर्ण गुल्मी यति सुन्दर ठाउँ यति राम्रो नेपालमै नभएको जिल्ला हो नि त यो क्षेत्रमा चाहिँ यो ठाउँमा चाहिँ म कसरी फर्क्यौँ, म कसरी आऊँ, यो ठाउँमा आएर म केही गर्न पाए हुन्थ्यो, यहीँ केही विकास गर्न पाए हुन्थ्यो भनेर मलाई एकदमै मनमा पोल्थ्यो आमा सानैबाट। तर अहिले सायद मेरो कुलको कृपाले होला, मेरो भगवानको कृपाले होला मलाई आज तपाईहरुको माझ समानुपातिक उम्मेदवार भएर भगवानले पठाउनु भएको छ। यो मेरो कर्तव्य हो, मेरो धर्म हो। त्यही भएर तपाईहरु नाचिदिनुहोस्। यति राम्रो उम्मेदवार सागर ढकाल जस्तो उम्मेदवार तपाईहरुको माझ हुनुहुन्छ। म तपाईहरुको छोरी नातिनी जस्ती समानुपातिक उम्मेदवार भएर उभिएकी छु। हामी कति भाग्यमानी हेर्नु त, दुईटा उम्मेदवार छौँ एउटै क्षेत्रमा। त्यो भएको कारणले उहाँले आफूले साइडबाट गर्न पर्ने सबै गर्नुहुन्छ। मैले मेरो क्षमताले भ्याएको सबै गर्छु। म महिला पनि हो। महिलाहरूको कति दुःख पीडा कष्ट हुन्छ। घरको काम जिम्मेवारी भ्याउनु पर्यो, बाहिर हेर्नु पर्यो, छोराछोरी स्कुल पठाउनु पर्यो, जिम्मेवारीहरू धेरै छन्, इष्टमिष्ट फकाउनु पर्यो। फेरि यहाँका समस्या पनि फेरि हामी सबैलाई थाहा छ। बाटो घाटो शिक्षा स्वास्थ्य रोजगार भोलि बिहान केही भइहाल्यो भने नराम्रो भयो बिरामी भयो त्यही पाल्पा दुखोर्ने हो, त्यही बुटोल दुखोर्ने हो, त्यही काठमाडौँ दुखोर्ने हो होइन। समस्या त धेरै छ नि त। तर ती समस्याको सावधान किन भइरहेको छैन, के भएर समस्या अब यत्रो वर्ष किन चलिरह्यो? सायद हामीमा पनि केही कमजोरी छ कि दिदी, सायद हामीले पनि होइन भोट हाल्दाखेरि कहिले काहीँ चुक्यौँ कि। त्यो कुराहरू चाहिँ अब यसपालि फागुन 21 गते भोट हाल्दा सागरजीलाई सम्झेर मलाई सम्झेर र भदौमा भएको जेनजी आन्दोलन त्यत्रा बालबालिकाहरूले ज्यान गुमाए, कति आमाहरूको कोखरित थियो होइन। त्यो सम्झेर अब चाहिँ नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र सागर ढकाल र श्रद्धा कुँवरलाई सम्झेर अब परिवर्तन आउँछ। गुल्मी क्षेत्र नम्बर 1 जुन यो प्रकृतिले भरिपूर्ण यो क्षेत्र छ, यसरी नै हामीले काम गरेर विकास गरेर हामीले फेरि अरूले जस्ता ठुला कुरा हामी गर्दैनौँ। उहाँले सिर्फ 5वटा कुरा राख्नुभएको छ, 5वटा कुरा उहाँले पुरा गर्नुहुन्छ, प्रतिबद्धता नि गर्नुहुन्छ। पुरा गर्न सक्नु भएन भने हामी फर्केर आउँदैनौँ। टेस्ट हो यो, एउटा टेस्ट हो। टेस्टमा कि पास हुने हो कि फेल हुने हो होइन, त्यो त तपाईँहरूले दिने हो, हामीले एक्जाम दिने हो, तपाईँहरूले हामीलाई पास कि फेल बनाउने हो। त्यही भएर कम्तीमा पनि पास हुनलाई, टेस्ट दिनलाई, एक्जाममा जानको लागि त क्लासरुममा त छिर्न पर्यो। त्यो क्लासरुममा छिराउने काम त तपाईँको फागुन 21 मा भोट हालेर उहाँले जित्नुभयो, मैले जितेँ भने पो हामी एक्जाम दिन जाने हो होइन। त्यही भएर कम्तीमा हामीलाई एक्जाम दिन जाने वातावरण बनाइदिनु होला। आफ्नो छोरा छोरी नाता नातिना जस्तै छौँ। म धेरै बोलिनँ, उहाँले धेरै कुराहरू राखिसक्नु भएको छ। आशीर्वाद चाहिँ म त हालेर आशीर्वाद दिनु होला भनेर भन्न चाहन्छु। धन्यवाद।